अब सुन तथा सुनका गरगहनाहरू 2% ले अझै महँगो हुने भएको छ। आउनुस् बजेट 2082-83 ले ल्याएको यो परिवर्तनलाई राम्रोसँग बुझौँ। नेपालमा हामी केही वस्तुको उपभोगमा 2% का दरले लग्जरी ट्याक्स तिर्दै आइरहेका थियौं। आउनुस् त ती वस्तुहरूको बारेमा बुझौँ। 5 स्टार होटल अथवा त्योभन्दा बढी स्टार होटलमा हामी बस्यौं, लग्जरी रिजोर्टहरूमा हामी बस्यौं, इम्पोर्टेड लिक्विडहरू हामीले पर्चेज गर्यौं, अथवा 10 लाख भन्दा बढीको सुनका गरगहनाहरू हामीले किन्यौं भने जति प्राइस हामीले पे गर्थ्यौं त्यसमा 2% का दरले लग्जरी ट्याक्स पे गरेका थियौं। फर एक्जाम्पल मैले 15 लाख रुपैयाँको गरगहना किने, सुनको गरगहना किने भने यसमा 2% का दरले लग्जरी ट्याक्स भनेर हामी सरकारलाई बुझाइरहेका थियौं। अब हिजोको दिनसम्म 10 लाख भन्दा बढीमा मात्रै 2% लाग्थ्यो, तर बजेट 2082-83 ले यसपालिको बजेट जुन जेठ 15 मा आयो त्यसले यो 10 लाखको लिमिटलाई खारेज गरेको छ। भन्नुको मतलब अब तपाईले 10 लाख भन्दा कमकै सुनका गरगहना किन्नु भयो भने पनि 2% का दरले सरकारलाई लग्जरी ट्याक्स भनेर बुझाउनु पर्छ। सो हिजो हजुरले 6 लाख रुपैयाँको गरगहना किन्नु भएको भए 2% लाग्थेन भने अब 6 लाख रुपैयाँको गरगहना किन्दा पनि 2% का दरले हजुरले विलासिता कर भनेर सरकारलाई बुझाउनु पर्ने हुन्छ। त्यसैले यसपालिको बजेटले अब हामीलाई सुन अझै 2% ले महँगो बनाएको छ।